चाहिँ अब दाजुभाइ काम सकेर के गर्नु ड्युटीको बेलामा यसो अब घुम्न जानु पाएन। आज चाहिँ छोटो मिठो सानो ठाउँमा घुम्न जाँदैछु। अब यता दाजुले ड्राइभिङ गर्दैछु, म चाहिँ साइडमा बसिरहेको छु। अब उता पुगेपछि तपाईँहरूलाई देखाउने छु कस्तो छ त्यहाँको ठाउँ। अहिलेलाई चाहिँ बाबाई भन्न चाहन्छु। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never. ल हामी आइपुग्यो घुम्ने ठाउँतिर। यस्तो छ, हामी जाने चाहिँ यता हो। जान्छ हामी चाहिँ अहिले चाहिँ यहाँ अब जेब्रा क्रसिङ गर्नु भएको उता गएर साग नेपालमा चाहिँ मान्छेहरू टन्नै छ जस्तो छ दाजु उता त। यो खतरा फुलेको हो नि, यताबाट राम्रो देखिन्छ ल। यस्तै छ। हामीले दिउँसो बिहान बेलुका राम्रो देखिन्छ के हो दाजु है? अहिले सबै टल्किरहेको छ नि घामले। फुल्नु त झ्याप्पै फुलेको रहेछ हौ दाजु। यस्तो छ। गाडी आइदा पछाडि गाडी त ऊ पर राखिन्छ ल दाजु। ठाउँमा चाहिँ घुम्न आएको हामी विशेष सबैजनालाई वेलकम छ। यस्तो छ यो घुम्ने ठाउँ चाहिँ। दाजुभाइ घुम्दैछु। कस्तो छ दाजु ठाउँ? एकदम अच्छा छ भाइ, राम्रो छ है? एकदम राम्रो रहेछ ठाउँ चाहिँ। तपाईँहरू यहाँ खामगोको नजिकमा कोही छ भने आएर घुम्नु होला। जस अब यो फुल एक हप्ता पनि बस्दैन, एक हप्तापछि सबै झरिहाल्छ। त्यही भएर नजिकमा छ भने चाहिँ आएर यसो घुम्नु। यस्तो दामी छ त दाजु यतापट्टि। यस्तो छ, कडा छ। यस्तो छ। अहिले अब बेलुका बेलुका हामी त काम सकेर आएको, मान्छे खासै छैन। फोटो खिच्नेहरू खतरा रहेछ त फोटो खिच्ने स्टाइल त। झ्याप्पै नै रहेछ नि, धेरै राम्रो रहेछ दाजु। दाजु त्यहाँ बस्छ, म फोटो दामी खिचिदिन्छु। खास यो चाहिँ कोरियामा चाहिँ फतकोत भन्छ। यो खास जापानबाट आएर जापानबाट लिएर रोपेको हो, अनि यहाँ चाहिँ फतकोत भन्छ। जापानमा चाहिँ यसलाई साकुरा भन्छ। यो खास चाहिँ जापानमा पहिले
यो चाहिँ कसरी पुग्यो भने हाम्रो नेपालबाट राजा जापान भ्रमणमा घुम्न गएको अरे। अनि राजाले उपहार स्वरूप यो चाहिँ उपहार दिएको अरे। खास कुरो चाहिँ यो विशेष हाम्रो नेपालमा धेरै छ, माथि लेखतिर, अब तल तराईतिर त खासै छैन। अनि उनीहरूले उपहार दिएको चाहिँ उनीहरूले चाहिँ एकदम राम्रो यसरी रोपेर चाहिँ ठाउँ ठाउँमा यो घुम्ने पार्क जस्तो बनाएर खतरा बनाएको छ कि। त्यसले गर्दा पछि जापानबाट सिकेर कोरियाले पनि यस्तो घुम्ने ठाउँ दामी बनाएको छ। अहिले अब यहाँ अब खासै मान्छे छैन, शनिबार आइतबार भयो भने त यहाँ खतरा धेरै हुन्छ मान्छे त। यस्तो छ। यो पारी चाहिँ खेङ्गिदो हो। हामी चाहिँ अहिले छुङछुङ पुग्दोतिर छौँ। ठ्याक्कै यो खोला पारी चाहिँ खेङ्गिदो हो। यस्तो छ। यो हाम्रो नेपालमा पनि यस्तै अब राम्रो व्यवस्थापन गर्यो भने, यस्तो घुम्ने ठाउँ बनायो भने जेस राम्रै हुन्छ पछि। अब फेरि अर्को स्टेप बित्यो, अर्को स्टेपमा आइसक्यो हामी। यस्तो छ, राम्रै ठाउँ रहेछ यो पनि। ठाउँ चाहिँ अझै राम्रो फुलेको छैन कोही ठाउँमा त। आमामा एक राउन्ड रहेछ नि यो त। यो पछि बाक्लो भन्दा धेरै राम्रो हुँदो रहेछ दाजु। बाक्लो चाहिँ भएको छैन रहेछ अझ। अझ राम्रो फुलेको छैन रहेछ यता त, हेर न। यो घामको लाइटले मिलिन नि दाजु, मिल्छ त्यो हो। त्यही त। यस्तो छ उनीहरूको यहाँ अब ठाउँ ठाउँमा एक्सर्साइज गर्ने ठाउँ पनि छ। यस्तो ठाउँ ठाउँमा यस्तो राखिरहेको हुन्छ। यो ढाडको एक्सर्साइज, ढाड दुख्यो भने यसले एक्सर्साइज गर्छ। यो खुट्टाको, यो चाहिँ हात घुमाउने यसरी। यो चाहिँ जिमको हो। यता चाहिँ सबै गाउँ हो। रमाइलो छ दाजु। एकदम कस्तो छ दाजुलाई, कस्तो लाग्यो? यो हो नि त बसन्त भनेको।